सो गाइस आज चाउचाउ मुकबाङ हुँदै है टक्क लाएर 2 3 4 5 पोका चाउचाउ 5 पोका आइसक्यो ल है 5 पोका टक्क फोरेर टक्क पानीमा ग्यास चाहिँ अन भएको छैन अन गरिसके ल बल्यो ग्यास चाहिँ है पानी ताप्छ अनि त्यसपछि चाउचाउ हाल्नुपर्छ पहिले हाल्यो भने चाहिँ हल्का गिलो गिलो भइदिन्छ क्या अन्त चाउचाउ टन्नु हाल्नुपर्छ कि चाउचाउ मुकबाङ हुँदै है टक्क लाएर 2 3 4 5 पोका चाउचाउ 5 पोका भएको छैन अन गरिसके ल ग्यास चाहिँ है पानी ताप्छ अनि त्यसपछि चाउचाउ हाल्नुपर्छ पहिले हाल्यो भने चाहिँ हल्का गिलो गिलो भइदिन्छ क्या अन्त त चाउचाउ फोरेर टक्क यतिकै राखिसकेछ यो पानी हल्का उम्लियो भने चाहिँ डाइरेक्ट पानीमा हालिदिने हो हैन पानीमा हालिदिसकेपछि टक्क खाएर खानी यहाँ रहेको छ टक्क लाएर 5 वटा चाउचाउ पिरो चाउचाउ अन्त सुपहरू यत्रो भइसक्यो सुपहरू सब हाल्ने हो लास्टमा अहिले नै त हाल्न मिलेन अब यो जस्ट बोइल गर्ने हो क्या चाउमिन जस्तै अन्त है पानी चाहिँ हल्का तातिसकेछ चाउचाउ यत्रै हालिदियो एउटा दुईटा तीनवटा चारवटा पाँचवटा ल है त 5 वटा चाउचाउ टक्क पानीभित्र गइसकेको छ एकछिनपछि बोइल हुन्छ सो लेट्स गो ल हल्का हेर्नुपर्छ टक्क यस 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 हुन लागिसक्यो के पासेछ फेरि ल है गाई लु ल है अब 1 मिनेट अब 1 मिनेट ओन्ली 1 मिनेट सो अब सुप हाल्ने प्रोसेस चाहिँ रेडी है टक्क लाएर सुप चाहिँ टक्क लाएर सुप हालेँ अन्त डरो हालेँ ला 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 सब सुप चाहिँ पहिले खोलेर राखेँ गाह्रो पर्छ नि ए डरो पिरो हुने भयो कसम है ला डरो हालिदिने हो ल है ल डरो मलिदिनुपर्छ ल टक्क लाएर यो चाहिँ टक्क मल्यो है रातो रातो हुँदैछ सो यहाँ चाहिँ टक्क अब होइन घोल्लाघोल रातो भइदिन्छ होइन रातो भएपछि टक्क खाइदिनु पाल हुन्छ नि त यो चाहिँ अब चाहिँ या ल सुरु गरौँ नमस्कार यहाँलाई स्वागत छ एमपिआर ब्लग 14 मा सो आज चाहिँ चाउचाउ लिएर आइसकेको छु ल हेर्नु सक्नुहुन्छ चाहिँ टक्क लाएर डेक्चीसँगै हानिदिँदाको हान्द आज बालसाल काटेर पुरा डिफ्रेन्ट देखिरहेको होला गरेमै होइन सो यहाँ रहेको छ चाउचाउ अब हातले दिने हो होइन पुरा दिनभर पिरो पिरो हो क्या यहाँ हेर्न सक्नुहुन्छ देख्नु होला नि अब पिरो डेन्जर छ पिरो पिरो लास्टै पिरो है लास्ट पिरो रहेछ अब के गर्ने पानी नखाने च्यालेन्ज हो होइन चाउचाउ मात्रै खाएर बसिन्छ रहेछ नसकेला जस्तो गाह्रो हो सकिन्छ
चाहिँ पिरो आँसु आइसक्यो है। Thank you for watching video. पिरो एकदम आँसु आइसक्यो होइन, पिरो पनि लास्टै भयो सकियो चाउचु चाहिँ। सो धन्यवाद।